हुमखोला बाटो हिँडिसकेपछि यो पहिलो स्टेसन फुटफुटे झरनामा हामी आइपुगेको छौँ। यहाँ अस्थायी रूपमा खाना र आराम गर्न मिल्ने ठाउँहरू छ। भात खाइरहनु भएको छ। यो फुटे झरना निकै सुन्दर झरना। फुटे झरना अबको यात्रा फेरि यता सुन्दर झरनाहरू। झरनाको अवलोकन गरेर यो 31 से 33 मिटर हाइटमा रहेको फुटफुटे झरना अवलोकन गरेर हामी अगाडि लाग्दैछौँ। यहाँबाट फेरि अब निकै उकालो बाटो लाग्न पर्ने अवस्था देखिएको छ। अब केही समयको विश्राम पछि उकालो लाग्दाखेरि हाम्रो घडीमा 1:07 गएको छ र हामी अब बस्दै उकालो जानुपर्ने स्थिति छ। यो फुटफुटे झरना जस्तै केही त्यस्ता कुराहरू पक्कै यो यात्रामा भेटिने छन्। हामी त्यसलाई सुरक्षित तरिकाले कैद गर्नेछौँ। यहाँ हाम्रा धेरै यात्रीहरू सहयात्रीहरू अगाडि पुगिसक्नु भएको छ। र केही सहयात्रीहरू तलदेखि आउने। मानबहादुरजी यो झन्डै हजुर हामी अहिले 3200 अल्टिट्युडलाई पनि क्रस गरिसकेका छौँ। अहिलेसम्म स्वास्थ्यमा 3300 कति आइसक्यो? 33 13 त्यति धेरै समस्याहरू आइपरेको छैन। हेरौँ अब माथि जाँदै गर्दा हामीले कस्ता अवस्थाहरूलाई झेल्नुपर्छ। शारीरिक अब चाहिँ निकै उकालो रहेको हामीले महसुस गऱ्यौँ। असर गर्छ भन्ने कुरा अब हामीलाई हिँड्दै गएपछि थाहा हुन्छ। तर अहिलेसम्म हामी एकदम सामान्य छौँ। जोस जाँगर उत्तिकै छ, हिँड्न छोडिएको छैन। हर्षोल्लास त अब कति हो कति। अब हाम्रो टिमबाट हाम्रो आदरणीय हाकिम साहब चाहिँ अगाडि हुनुहुन्छ। उहाँले हाम्रो टिमलाई नेतृत्व गर्नुभयो। धेरै माथि पुगिसक्नु हुन्छ नि।